आजको विचार विमर्शमा मिडिया चुनौती विषय त्यो विचार विमर्शमा हुन त धेरै केही पनि छैन, तर पनि दुई तीनवटा कुरा सबभन्दा पहिला चाहिँ हामी स्वतन्त्रताको कुरा गर्दाखेरि, फ्रिडमको कुरा गर्दाखेरि हामी आफू कति कुराबाट कति स्वतन्त्र छौँ भन्ने कुरा चाहिँ सबभन्दा प्रमुख कुरा हो। स्वतन्त्रताका विभिन्न किसिमका एस्पेक्टहरू छन्। ती एस्पेक्टमध्ये बाह्य एस्पेक्टहरू जस्तो वातावरण कस्तो छ, कानुन कस्ता छन्, अनि मुलुकमा शासन कस्तो छ, शासनको पद्धति कस्तो छ, समाजको स्ट्रक्चर कस्तो छ, त्यो समाजमा उत्पन्न भएको मिडियाप्रतिको भावना कस्तो छ, यी कुराहरू त प्रेस स्वतन्त्रतालाई निर्धारण गर्छन् नै। त्योभन्दा पनि मुख्य कुरा के हो भने हामी भित्रबाट कति स्वतन्त्र छौँ, आफै कति स्वतन्त्र छ भन्ने कुरा चाहिँ प्रमुख हो। आज मलाई के लाग्छ भने अहिलेको अवस्थामा नेपालमा सबभन्दा पहिला मूल्याङ्कन हुनुपर्ने चाहिँ विचार विमर्श हुनुपर्ने आफ्नो वैयक्तिक स्वतन्त्रता या पत्रकारहरू आफैमा कति स्वतन्त्र छन्, आफूले आफूलाई कति स्वतन्त्र बनाएका छन् भन्ने कुरामा चाहिँ विचार विमर्श हुनुपर्छ जस्तो लाग्छ। किनभने अहिले हाम्रो सारा परिस्थिति अपवाद हुन्, के अपवाद हुन्, जस्तो अस्ति काठमाडौँमा भएको घटना अपवाद हो र ठाउँ ठाउँमा केही घटनाहरू भइरहेका छन्, अपवाद हुन्। यद्यपि ती अपवाद पनि गम्भीर खालका अपवादहरू हुन्, त्यस्तो नहुनु पर्ने भयो। तर पनि आज हाम्रो स्वतन्त्रता बाहिरबाट हरण भइरहेको छैन, प्रभावित भइरहेको छैन, हामी भित्रै प्रभावित भइरहेका छौँ। वैचारिक हिसाबले मान्छेको आफ्नो विचार हुन्छ, प्राणी भएपछि विचार हुन्छ, विचार भएपछि सिद्धान्तहरूलाई अवलम्बन हुन्छ, सिद्धान्त भएपछि त्यसको कुनै आस्थाको निर्माण हुन्छ। त्यो कुरा चाहिँ प्रष्ट हो। संसारमा विचार, सिद्धान्त, आस्था यी तीनवटा कुराहरूबाट चाहिँ मान्छे मुक्त हुन सक्दैन। तर यी विचार, सिद्धान्त र आस्थाले हाम्रो कलमलाई कति स्वतन्त्र बनाउन सक्छ, हामी त्यो कलमलाई कति स्वतन्त्र भएको देख्न चाहन्छौँ भन्ने कुरा आफूमा भर पर्ने। जस्तो हामीले लेख्दाखेरि 100% पूर्वाग्रही नभएर लेख्न सकिन्न, त्यो चाहिँ सबै स्वीकार्नुपर्छ। पूर्वाग्रह हुन्छ, आग्रह हुन्छ कलममा। त्यो संसारको मैमुङ भन्ने पत्रकारहरू, म आफूलाई एकदमै इन्डिपेन्डेन्ट भन्ने पत्रकारहरू, आफूलाई एकदमै पेसेवर भन्ने पत्रकारहरूमा पनि त्यो हुन्छ। किनभने आग्रह र पूर्वाग्रह दुईवटा कुरालाई कसरी कम्पेयर गर्नुपर्छ, कसरी हेर्नुपर्छ भने आग्रह, पूर्वाग्रह प्रोफेसनल हुनुपर्छ, व्यावसायिक हुनुपर्छ। जस्तो कहीँ खराब भएको छ भन्ने पत्रकारलाई लाग्यो भने लाग्नुको मतलब तुरुन्तै लाग्ने होइन, मान्छे मुख हेरेर लाग्नु हुँदैन। त्यहाँ कसैप्रतिको पूर्वाग्रह, पुरानो प्रिअकुपेसन भन्छ त्यसलाई, पुरानो विचार, पुरानो उसप्रतिको धारणाका कारणले त्यहाँ ठ्याक्कै चाहिँ त्यो चिज गलत घटना हुन्छ, त्यहाँ कुनै इस्यु आउँछ, त्यो इस्युमा प्रथम दृष्टिमै मान्छे पत्रकारले जजमेन्ट दिने। पत्रकार यो अवस्थामा पुग्छ कि त्यहाँ केही न केही गल्ती भएको छ भन्ने पुग्यो भने त्यहाँ आग्रह सुरु हुन्छ, आग्रह सुरु हुन्छ। र त्यो आग्रह राम्रो आग्रह, गलत छ भन्ने निष्कर्षमा पुग्नु आग्रह, तर प्रथम दृष्टिमै गलत। कसैले भनेको यो मान्छेले, यो पार्टीले, यो नेताले, यो एजेन्सीले, यो कार्यालयले, यो व्यक्तिले भनेका कुराहरू सुरुमै गलत हुन सक्छन् भन्ने कुरो प्रिअकुपेसनमा हामी गयौँ भने त्यसले हाम्रो कलम स्वतन्त्र हुन सक्दैन। त्यस्तो त्यो छ। तर आज त्यो मुख्य विषय भएन। हामी कति स्वतन्त्र छौँ भन्दा पनि हामीलाई स्वतन्त्र बनाउने पूर्वाधारहरू, इन्फ्रास्ट्रक्चरहरू भन्दा भौतिक नभएर त्यो किसिमको सोसल इन्फ्रास्ट्रक्चरहरू कति तयार भएका छन्, पूर्वाधारहरू कति तयार भएका छन्, आजको अवस्था के छ भन्ने कुरामा पनि हामी पर्छ। अब एक किसिमको कर्पोरेट पत्रकारिताको लगभग हिजोको मोडेलको कर्पोरेट पत्रकारिता सकिँदैछ। अब नयाँ कर्पोरेट खालको
भइरहेको छ टेक्नोलोजीको कारणले भएको परिवर्तनका कारणले। त्यसैले आज हामी कस्तो अवस्थामा छौँ? सबै पत्रकारहरू आज हामी ट्रान्जिसनमा सङ्क्रमणकालको अवस्थामा छौँ। विशेष गरेर हिजो हामी जुन प्रिन्टमा रेडियोमा टेलिभिजनमा काम गर्थ्यौँ जसलाई हामी मूल प्रवाह भन्छौँ, आज त्यो मूल प्रवाह हो कि होइन भन्ने मन पर्छ। अब नेपालको पत्रकारिता नेपाल पत्रकार महासङ्घले प्रतिनिधित्व गर्ने पत्रकारहरू मूल प्रवाहका पत्रकार हुन् कि होइन, हुन् भने त्यो के कारणले हुन् भन्ने कुराहरू विशेष किसिमले चाहिँ विमर्श हुनु जरुरी छ। जस्तो ट्रेडिसनल हिजोको परम्परागत पत्रकारिता त अब चल्दैन। त्यो नचल्ने भइसकेपछि हामीले समयमै आउन लागेको चेन्जलाई बुझ्न नसकेको कारण आज हामी कुहिरोमा हराएको कागजका भएर कसैको कलम चलिरहेछ, त्यो केका लागि चलिरहेछ थाहा छैन, त्यसको प्रभाव के छ थाहा छैन। प्रभावै हामी इम्प्याक्ट दिन नसक्ने खालको पत्रकारिता अहिले आइरहेछ। यहाँ मात्रै होइन, जहाँसुकै हो। कान्तिपुरले त्यति अर्गनाइज रूपमा काम गरे पनि कान्तिपुरको समाचारहरूले दिनुपर्ने इम्प्याक्ट दिन सकेका छैनन्। किनभने आज एउटा कोलाहल छ, त्यो यस्तो किसिमको कोलाहल छ कि त्यो कोलाहल स्वाभाविक पनि हो। त्यो कोलाहललाई हामीले चाहिँ नराम्रो मान्नुहुन्न, किनभने अहिले संसारको कुनै पनि स्टेट, अमेरिका होस् या बेलायत होस्, सदरान्तम हुन्, जहाँ पनि अहिले सामाजिक सञ्जालले खडा गरेको कोलाहलमा मेन स्ट्रिम दबिएर गएको छ। त्यो कोलाहलमा मेन स्ट्रिम दबिएर गएको कारणले अहिले सूचनाको एउटा बवन्डर खडा भएको छ। आधी बतास आधी हुरी चलेको छ सूचना। मान्छेलाई चाहिनेभन्दा धेरै सूचनाहरू प्रभाव भइरहेको छ। त्यसमा फेक सूचनाहरूको मात्रा धेरै छ, प्रोसेस्ड सूचनाहरूको मात्रा कम छ। त्यस कारणले हरेक मान्छे भ्रममा बाँचिरहेको छ। फेसबुकमा लेख्ने स्टाटसहरू पनि आज मलाई लाग्छ, हुन त रिसर्च भएका होला, आम जनताको 70% धेरै मान्छे फेसबुकलाई पत्रकारिता खान्छ। हाम्रा जसले चाहिँ जुन मिडियाहरूले राम्रोसँग सूचनाको प्रोसेस गरेर जुन मिडियाले पस्किरहेका छन्, डिजिटलमै पस्किरहेका भए पनि इन्टरनेटमै पस्किरहेका छन्, ती सूचनालाई पनि धेरै गम्भीरताका साथ विश्वसनीयताका साथ दिने परम्परा छैन। आज यो देशका लगभग 90% मोबाइल बोक्ने मान्छेहरू, स्मार्टफोन बोक्ने मान्छेहरू, इन्टरनेटमा पहुँच भएका मान्छेहरू मध्ये कतिलाई थाहा होला कान्तिपुर.com, onlinekhabar.com जस्ता प्रोफेसनल मिडिया कतिलाई थाहा, कतिले सर्च गर्छ, डाइरेक्ट भिजिट गर्छ, नगन्ने मात्रा त्यो हाम्रो दुर्भाग्य। अब यो सिचुएसनलाई कसरी अब बढाएर लगाएर जान्छ, कसरी राम्रो बनाएर, कसरी सुधार गरेर लगाएर जाने भन्ने कुरामा अहिलेसम्म नेपालमा व्यवस्थित छलफल गर्ने पनि देखाएको छैन। यो जो हुन्डरी छ सूचनाको, सानो गाडी मऱ्यो भने पनि मान्छेलाई इम्पोज गरिएको छ। एउटा काठे पुललाई भाइरल बनाइएको छ। आज तपाईँहरू गाउँका पसलहरूमा चिया पसलहरूमा बसेर कुरा गर्नुहोस्, त्यो मान्छेको दिमाग फेक सूचनाहरूबाट हल्लिएर भन्ने सोझै थाहा पाइन्छ। यस्तो अवस्थामा कस्ता पात्रहरू हिरो भएर अगाडि आइरहेका छन्, तपाईँहरूलाई नाम किटान गर्नै परेन। कुनै खालको बौद्धिक स्तर नभएका मान्छेहरू, कुनै खालको सामाजिक प्रतिष्ठा नभएका मान्छेहरू, कुनै खालको सामाजिक दायित्व उत्तरदायित्व वहन गर्ने मान्छेहरू, जसले जति धेरै राजनीति गर्न सक्छ ती मान्छेहरू, जसले धेरै चर्को बन्न सक्छ ती मान्छेहरू, जसले झुट्टा कुराहरू बोल्न सक्छ ती मान्छेहरू आज रोल मोडल भएर समाजमा आइरहेका छन्। यसको दुष्परिणाम के हो? दुष्परिणाम के हो भने लोकतन्त्र गणतन्त्र जस्तो व्यवस्था नहुने परिस्थिति आयो। त्यो नेताहरूको एउटा कमजोरी होइन, वास्तवमा भन्ने हो
त्यो सिस्टमको त कमजोरी हुँदै होइन, किन योभन्दा राम्रो सिस्टम संसारमै छैन। मङ्गल ग्रहमा गए पनि लोकतन्त्र गणतन्त्रभन्दा राम्रो सिस्टम पाइँदै पाइँदैन। त्योभन्दा राम्रो सिस्टमहरू आउलान्, भविष्यमा आउलान्, तर अहिले छैन। तर किन भइरहेको छ भन्दाखेरि यसमा मेन स्ट्रिम हाम्रो जस्तो पनि हाम्रो जस्तो देश मात्रै, हाम्रो देशमा अझै धेरै भएको, किन हामी पूर्व तयारी थिएन क्या हाम्रो। हामी सबलाई थाहा थियो अब डिजिटल एज आयो, इभन नेपालका ठुल्ठुला बिग हाउसहरूमा सबलाई थाहा थियो, सरकारलाई थाहा थियो, तर त्यसको तयारी पूर्व तयारी छैन। यसलाई कसरी व्यवस्थित गर्नु? तपाईँ फेसबुकमा आमाचारी गाली गर्नु भनेको सार्वजनिक अपराध हो कि होइन? खै त नियन्त्रणमा आयो? कहीँ एउटा मान्छे फेसबुकमा गाली गरेर बापत गएको छ भित्र? फेक आइडीहरूलाई फेक आइडीहरू जो चाहिँ उत्तेजक फेक आइडीहरू छन्, अराजक फेक आइडीहरू छन्, तिनलाई नियन्त्रण गर्ने कानुन छ त्यसमा? आइडी खोल्दाखेरि फेसबुकमा आइडी खोल्दाखेरि दिने आधिकारिकता केमा छ? जिमेलमा, इमेलमा, टेलिफोन नम्बर हो? त्यो दिएपछि ती मान्छेहरू त्यहाँ फाइन्ड आउट हुन्छ नि, त्यसको लागि साइबर पुलिस चाहिँ नेपालमा छैन। पूर्व तयारी नभएको हुनाले यस्तो गन्जावरको अवस्था आइदिएको छ कि चोर फटा डाकाहरू आदर्श हुने, जसले यो समाजमा योगदान गरिरहेको छ ती भिलेन हुने। अब हेर्नुहोस्, जिन्दगीभर यो मुलुकको लागि योगदान गरेका, लोकतन्त्र ल्याउन, यो समाजलाई पारदर्शी बनाउन, प्रजातन्त्रीकरण गर्न, समाजलाई उपन्नत गर्नका लागि लोकतन्त्र गरिरहेका हरिवंश र मदन कृष्ण जस्ता मान्छेहरूले रुनु परेको छ। त्यसमा एउटा सामान्य कलाकारले एउटा राम्रो कुरा बोलेर पनि प्रताडनी हुनु परेको छ। त्यो यसको कारण भनेको राज्यको तर्फबाट पूर्व तयारी गरिएन। डिजिटल जो इन्टरनेट युग आयो, सामाजिक सञ्जाल युग आयो होइन, इन्टरनेटसँग मान्छेको वात्तै पहुँच बढ्यो, वात्तै कोरोनापछि त वात्तै बढ्यो नि। इन्टरनेट गाउँ गाउँमा विस्तार भएपछि त्यो वात्तै बढ्यो होइन, डिजिटल एक्सेस भयो सबैको। तर त्यसको पूर्व तयारी भएन। त्योभन्दा पनि हामी मेन स्ट्रिमका पत्रकारहरूले हामी तयारी गर्छौँ। हामी अहिले पनि कागजमै केही हितमा न्युज छापेर बसेको। एउटा कुरामा पनि हामीले कहिले पनि जस्तो महेन्द्रनगरमा भएको कुनै फेक न्युज, महेन्द्रनगरमा फेक न्युज आएको छैन। हाम्रो लोकल सन्दर्भमा, स्थानीय सन्दर्भमा पनि फेक न्युजहरू आइरहन्छ नि टाइम टाइममा। तिनको प्रतिवाद मेन स्ट्रिमले गर्दै गर्दै त्यो फेक हो भन्ने कुरालाई अगाडि प्रस्तुतै गर्दै हामी त्यतैतिर जाँगरै चलाउँछौँ। कपी र पेस्टमा हामी सम्पूर्ण कुरा हाम्रो केही हामी भुलिदिया छौँ। हाम्रो पत्रकारिता बिहान बेलुकाको भात खाने पत्रकारिता मात्रै सीमित हो। सबभन्दा ठुलो समस्या त्यो हो। हाम्रो पत्रकारिता प्यासन भयो, एउटा प्रतिबद्धता भयो। किन पत्रकारिता गर्ने भन्ने कुरा हामी क्लियर भयो। त्यस कारणले आज हाम्रो स्वतन्त्रता बहुत रूपमा डिजिटल एट्याकबाट स्वतन्त्रता हाम्रो खुसिएको छ। 12 भाइ भन्यो नेपालका भगवान पत्र सम्पादकहरू त्यसरी बदनाम गर्छ। तपाईँ अलिकति वैचारिक किसिमले प्रस्तुत हुनुहोस् त। तपाईँले आमाचारी गरेर व्यवसाय गर्नुहुन्छ, अलि राम्रो स्टोरी ल्याउनुहोस् त, पैसा आयो। त्यो चिजहरूबाट नडराएर जेन्युन इस्युलाई ल्याएर के हो त वास्तविक भन्ने कुराहरूलाई तोड्नका लागि नेपालको मिडिया लाग्नुपर्ने त्यो तयारी हामीले गरेनौँ। र अहिले हामी खल्तीमा अनलाइन राखेर ठुलो विकास हुन्छ, न आफ्नो विकास हुन्छ, न प्रेस सिङ्गल प्रेस जगतको विकास। अर्गनाइज युनिफाइड हिसाबले अगाडि बढिएन, संस्थागत हिसाबले बढिएन। जसरी सूचनाको प्रशोधन हुनुपर्ने हो मेन स्ट्रिम मिडियामा त्यो गरिएन भने हाम्रो पत्रकारिता कहिले पनि स्वतन्त्र हुन्छ। अहिले हामीलाई लाग्ला हामी स्वतन्त्र छौँ, तर हामी स्वतन्त्र छैनौँ। हामी
विज्ञापन कहाँबाट आउँछ भन्ने कुराबाट हामी निर्देशित छौँ। त्यसकारण हामी विज्ञापनको डर नमानौँ त, विज्ञापन नआए पनि म चलाउन सक्छु भन्ने स्पिरिटकै साथ अगाडि जाउँ त। म रिपोर्टिङ गर्छु, म सम्पादक किन हुनु पऱ्यो? एउटा मिडियालाई, एउटा अर्गनाइज मिडिया अहिले काठमाडौँ अहिले मिडियाहरूले रिपोर्टर नपाएर पनि यो मान्छेहरू मिडिया बन्न सकिरहेको छैन। एउटा राम्रो मिडिया खोलेर चलाउँ भनेर लाग्यो भने मान्छे छैन बजार। सब सम्पादक हुन्छ, सब अनलाइन सम्पादक, सब फेसबुकमा छन्, सब झोला बोकेका छन्, बिहानदेखि बेलुकासम्म हिँडेका छन्, कुदेका छन् आउटपुट दिनु, कुनै इम्प्याक्ट छैन। हाम्रो कलमको कुनै असरै छैन। जब हुँदैन त्यो पत्रकारिता मृत प्राय। तपाईँले लेखेको कुराले सुधार गर्न पऱ्यो क्या। तपाईँले लेखेको कुराले कहीँ न कहीँ केही न केही एउटा ठुलो न्युज लेखेपछि सानो इम्प्याक्ट हुन्छ, तर त्यो कस्तो हुन्छ कन्टिनममै भन्छ त, कन्टिनमको इफेक्ट हुन्छ होइन, रिपल इफेक्ट हुन्छ। जस्तो हामीले सानो ढुङ्गा हान्यौँ भने तलाउमा के हुन्छ, छाल बन्छ नि, त्यसलाई रिपल इफेक्ट हरेक न्युजको हुन्छ, हरेक चिजको हुन्छ। तर तपाईँ कति इमान्दारीका साथ त्यो ढुङ्गा हान्ने हुन्छ भन्ने, कत्रो ढुङ्गा हान्नुभयो भन्ने कुराहरू। हामी स्थानीयलाई त सानो ढुङ्गा हान्नु मिल्छ। स्थानीय निकायहरूलाई मात्रै हामीले पारदर्शी राख्न सक्यौँ, यिनीहरूलाई मात्र वास्तवको भूल गर्न सक्छौँ भने धेरै। त्यसका लागि मैले लेख्ने अर्काले विरोध गर्छ, खान पाएन भन्नु, भाग पाएन भन्नु, कोही चाहिँ भागै खोज्नका लागि लेख्नु, यो प्रवृत्ति छ। त्यस कारणले अब अलिक गम्भीर अवस्था चाहिँ आएको छ, किनभने नेपाल पत्रकार महासङ्घको नेतृत्वमा रहेका मान्छेहरू मात्रै पत्रकार हुन्, पत्रकारहरू अरू पनि छन् बाहिर। तपाईँलाई एउटा नाम नलिउँ भने अब नाम लिउँ, एउटा टेक टङ्क भन्ने टङ्क दाहाल हुनुहुन्छ, अमेरिकाबाट काम गर्छ। उहाँ पत्रकारिता हो कि युट्युबबाट हो, उहाँ आफ्नो ठाउँमा छ, तर उहाँले चाहिँ नेपाल हल्लाइदिने कोसिस गरिरहेको भएको नि हो। तर उहाँका ठुल्ठुलो म सिरियसली उहाँ सुन्दैन, किन सुन्दैन भने मलाई जुन दिन टङ्कले लेखेको कुराले नेपालमा के हलचल भयो भन्ने लाग्छ, त्यो दिन चाहिँ म पढ्ने हो, हेर्ने हो सबै उहाँले यसरी बोल्नुहुन्छ। अलिकति 1-2 मिनट हेर्छु म। अब यो स्टोरीले चाहिँ सिद्ध्याउँछ कि जस्तो लाग्छ गरेर बोल्छ होइन, केही पनि असर केही पनि छैन। म आफ्नो टाइमको वेस्ट गर्दैन नि यहाँ आधा घन्टा। टङ्कले गरेको टङ्कले गरेको अमेरिकाबाट दिएको त्यो रिपोर्टको कारणले नेपालमा यो असर पर्छ भन्ने देख्नु भएको छ। डिजिटल मिडियाको पनि धेरै असर हुन्छ भनेर नठान्नुहोस्। बोल्दैमा, क्यामेरा अगाडि लाउँदैमा, क्यामेरामा बोल्दैमा दुर्गा प्रसादहरू मात्रै पनि सफल हुने, पत्रकार सफल हुँदैन धेरै। अहिले सारा पत्रकारहरूले चाहिँ पोडकास्ट बनाइरहेको छन्, ठुल्ठुला सम्पादकहरू पोडकास्ट उठिरहेको छन्। सुधीर शर्माको कलममा जुन दम हुन्छ नि, कानपुरको एउटा आर्टिकल लिएर जे चेन्ज गर्न सक्छ नि, त्यो कुरा अहिले सुधीर शर्मा चलाउने पोडकास्ट दिएर अब के असर छैन, किनभने कलम हो। त्यसको रिपल इफेक्ट डिजिटलमा आएर दिन्छ। कलम किन बलियो भने क्यामेरा बलियो होइन भने आएन मैले क्यामेरा, तर क्यामेराले जस्तो हिजोका दिनमा हामीले देख्यौँ कि भने एफएमले जति पुग्यो भने इम्प्याक्ट हुँदैन थियो, तर पत्रिकाले सानो नै इम्प्याक्ट। टेलिभिजनले 10वटा एपिसोड दिए पनि एउटा एक्लै न्युजले असर पार्छ। त्यस कारण कलम प्रिन्टको धेरै ठुलो असर छ। साथीहरूलाई पनि अहिले हामी एउटा भ्रममा छौँ, मतलब म पनि त्यो भ्रमबाट निक्लिएको केही वर्षको एकदम म पनि कन्फ्युजनमा गएँ। अहिले पनि म कन्फ्युजनमा छु। जब मैले मानस बन्द गरेँ त्यो बेला मैले बुझिदिएको थिएँ कि अब छैन प्रिन्ट, खालि पैसा खर्च गरेर बेकारमा यो कागजवालालाई र प्रेसवालाको ऋण तिर्न मात्रै हुने एउटा हो। अहिले पनि तिर्न बाँकी छ, त्यो आफ्नो नम्बर छ होइन। तर आजको डेटमा मुक्तिमा आइपुगेको छ भने अब पत्रिका कागजमा त होइन, तर अनलाइन पनि कलम पाउँछ।
अवगत किनभने तपाईँ एआईमा जानुहोस् एआईमा गएपछि एआईले जस्तो अहिले रिटर्नमा छ नि टेक्स्टमा छ नि एआई भिडियोमा चाहिँ पावरफुल हुन्छ होला के छ जति इन्फर्मेसन त्यो टेक्स्टमा दिन सकिरहेको छ नि त्यति हुन दिँदैन एआईलाई एउटा क्वेसन पुरा हिस्ट्री होइन तर मैले भिडियोमा हेरेको भिडियो चाहिँ सक्दैन र भिडियोमा भोलि पनि सक्दैन किन भिडियो आफैमा हेरी हुन्छ लोड हुन्छ भिडियोलाई कम्पाइलेसन गर्न एआईलाई पनि गाह्रो छ भोलि आउँदा त्यस्तै च्याटबटहरू आउला होइन नआउने होइन तर अहिले प्रभावकारी भनेकै टेक्स्ट कलम कलमपछि कलमसँगै भिडियो पनि लगेर गयो भने होइन हुनसक्छ त्यस कारणले हामीले कसरी आफूलाई सस्टेन गर्ने कसरी बलियो बनाउँ भन्ने कुरा चाहिँ एकदम यदि पत्रकार हो मेन स्ट्रिममा अब हामी त अब एक किसिमको रिटायरमेन्टको अवस्थामा आइसकेका छौँ भने आफैले आफूलाई रिटायर घोषित गरे पनि हुन्छ हामी तर भाइहरूको के छ भने अब नयाँ प्रेस तपाईँको जेनेरेसन हो त्यस कारणले तपाईँहरूले अलिक सिरियस भएर कसरी चाहिँ आफूलाई स्वतन्त्र गर्ने मिडियाको स्वतन्त्रताको लागि कसरी लड्ने कसरी अगाडि आउने भन्दाखेरि युनिफाइड हुनु जरुरी छ एक्लै काम नगर्नुहोस् एक्लै कोही पनि काम नगर्नुहोस् मिलेर काम गर्नुहोस् मिलेर 4-5 जना टिम पत्रकारितामा सूचनाको प्रोसेस हुनैपर्छ केही जो मान्छे लेख्छ त्यो मान्छे कहिले पनि सम्पादक हुन सक्दैन म मेरो आर्टिकल सम्पादनमा आफै हुनै सक्दैन जस्तो हो अदालतमा के छ अदालतको प्रक्रिया तपाईँहरू बुझ्नुपर्ने न्याय निरूपण कसरी हुन्छ पहिलो अदालत एकजनाले हेर्छ दोस्रो अदालत 2 जनाले हेर्छ तेस्रो अदालत 3 भन्दा धेरैले हेर्छ जिल्ला अदालतमा एक न्यायाधीशको भर्डिक्ट जान्छ त्यसमा मन परेन त्यो चित्त बुझेन भने उच्चमा जान्छ ट्राइब्युनल 2 न्यायाधीशले हेर्छ त्यसपछि गएर भने फुल बेन्चले हेर्छ रिट बाहेकको हकमा त्यो न्याय निरूपणको सिद्धान्त हो जति कम्प्लिकेसन हुँदै जान्छ त्यति धेरै न्यायाधीशहरूको सङ्ख्या बढ्दै जान्छ हाम्रो न्युजमा के हो भने एउटाले लेखेको चिज 4 जनाले हेर्छ तपाईँ कुनै पनि न्युज पठाउनुहुन्छ त्यो न्युज पठाइसकेपछि पहिलो तपाईँ लेख्नु भएको छ दोस्रो तपाईँको इमिनेन्ट सम्पादक हुन्छ ब्युरोमा बसेर हुन्छ उसले हेर्छ थर्ड तपाईँ कपी एडिटरले हेर्छ र फोर्थ एडिटरले हेर्छ त्यो सूचना बलियो सूचना त्यो सूचनाले प्रभाव ल्याउँछ असर गर्छ त्यो सूचना सबैलाई चाहिँ वेल इन्फर्म गर्ने काम गर्छ त्यस कारणले एक्लै काम गरेर मैले लेख्ने मैले अपलोड गर्ने मैले त्यसलाई फेसबुकमा सेयर गर्ने सक्छु त्यसको असर के आउनुभयो असरै आउँछ किनभने प्रोसेस सूचना होइन नि त्यो प्रशोधित सूचना होइन नि त्यस कारणले सबैले आजको दिनमा म के भन्छु भने एउटा टिम बनाउनुहोस् एउटा मिडिया आउटलेट बनाउनुहोस् त्यो आउटलेटमा 4-5 जना साथीहरू बस्नुहोस् होइन अनि 4-5 जना साथी बनेर विभिन्न कामहरू गर्नुहोस् एउटा सम्पादकको भूमिका दिनुहोस् कसैलाई उसले चाहिँ फाइनल गेटवेको रूपमा हेर्ने गरेर अगाडि गयो भने राम्रो छ त्यसको इम्प्याक्ट हुन्छ मेन स्ट्रिम भने त्यो हो मेन स्ट्रिम भने ल्यापटप बोकेर जाँबाट न्युज अपडेट गर्ने होइन एकदमै अहिले बाध्यता तर पनि तपाईँहरूले चाहिँ सोच्नु भनेर